si Bilal. Ini kalau biar nozel tuh itu bagaimana biasanya? Aduh, pasal tiga ini nih. Tiga itu prosesnya. Ini dora aku just capek sama dia setting ini dong. Ternyata lama dia orang lain tadi. Esok pin tadi aja soldi. Apa हामी केटी मान्छे चाहिँ फेरि केटासँग सिधै यस्तो गर्नुमा भने हो कस्तो क्यारेक्टरलेस रहेछ भन्छ कि अनि हामी टाँसिने भन्यो कि त्यस्तै पिङहरूमा डराएको जस्तो गरेर सुरुमा चाहिँ एक हात यसै बस्नुपर्छ होइन अनि पिङले सोही माथि लाउने कस्तो रमाइलो होइन अनि केटा चाहिँ झुकेरै बसिरहेको छ केटी कतिबाट तर्सिन्छ र स्वाट समाउनु भनेर नेचुरल प्रोसेस खासै ठुलो कुरा मान्नुपर्ने केही पनि छैन एकछिन म पनि त्यति जान्छ या त सेटिङ मिलेन भने कि त्यहाँ जान्छु कि पारि पिङमा जान्छु ओके अब सबैजनाले एउटै आवाजमा आहो लर पर अझै लाउ आहो लर पर आहो लर पर आहो लर पर यो गीत कालो गए गोरो आउँछ गोरो गए कालो स्पेशली यहाँ उपस्थित भएको ब्युटिफुल सोल्टिङहरूको तर्फबाट यो गीत चाहिँ एउटा केटाले धोका दियो भनेर त्यसकै लागि रुने होइन ल केटी हो एउटा केटाले धोका दिने बित्तिकै हात काट्नुपर्छ भन्ने छैन सुसाइड गर्नुपर्छ भन्ने छैन एकजना केटाले तपाईँलाई आँसु दियो भने 10 जना केटा आँसु पुस्न लाइनमा बसिरहेको हुन्छ त्यसरी फर्किने त्यो 10 जना केटाहरूलाई पालिदिने त्यो पनि पालो अनि सबै केटाहरू त मात्रै हो मेरो भन्ने फेरि अनि कसम खाँदा भने कसम पनि खाइदिने तर बाउआमाको कसम खाने होइन त्यही केटाको कसम खाने हो तिम्रो कसम तिमी मात्रै भन्ने सबैजनालाई ल त्यो भयो भने एउटाले रोयो भने अर्को कहाँ जाने तिमी रोयो भने अर्को कहाँ जाने भने रोनै पर्दैन कि है त्यसैले केटी हो कालो गए गोरो आउँछ गोरो गए कालो झ्याप्पै माया लाग्यो झिल्के पर्दाखेरि पालो अरू चिनो केही पनि छैन भो केही पनि छैन भो जाली रुमाल सौटीलाई गएन भो मेरो सेक्सी सोल्टीहरूको लागि गीत जाली रुमाल
Okay. Oh my God. अहिले सास पर्छ त होइन यस्तो सास पर्ने चाहिँ हुन्छ नि यस्तो सास पर्ने चाहिँ जिन्दगीमा होइन दुईटा काम गर्दा मात्रै हुन्छ कि एउटा चाहिँ गीत गाउँदै डान्स गर्दा सास पर्छ अर्को चाहिँ उकालो चढ्दा सास पर्छ बेबीले माथि माथि सोच्या हो सोचेको भयो सही हो केटा हो सोचेको भयो सही हो नेपालमा धेरै त्यस्ता चिजहरू छन् जुन भन्न मिल्छ ए मिल्दैन भन्न मिल्दैन सोच्न मिल्छ उस्तै परेर गर्न नै मिल्छ तर भन्न चाहिँ मिल्दैन ल त्यसैले मनमा नै सोच्ने कुरा बुझ्ने ओके cheers केटा हो cheers केटी हो र म लास्ट सङ्ग आउँछु त्योभन्दा अगाडि भोलि को कलाकार हुनुहुन्छ थाहा छ ओके भोलि तपाईँ हाम्रो वालिङ महोत्सवको शोभा बढाउन आउँदै हुनुहुन्छ तपाईँ हाम्रो अत्यन्तै प्रिय अत्यन्तै चर्चित अत्यन्तै लोकप्रिय ह्यान्डसम अत्यन्तै क्युट चकलेटी हिरो नम्बर 1 हिरो पल शाह तपाईहरु पनि सबैजना आफ्नो गर्लफ्रेन्ड आफ्नो बुढीको बाउआमा आफ्नो बाउआमा गर्लफ्रेन्डको बाउआमा सबै लिएर आउनुहोस् भोलि एकदमै मजा हुन्छ अरूलाई धनको पात अरूलाई धनको पात एकदम स्मार्ट हुन्छ ज्योतिले पानको पात फेरि भनेर नि भोलि चाहिँ मायाले पानको पात भने आज चाहिँ ज्योतिले पानको पात भने ल अरूलाई धनको पात अरूलाई धनको पात ज्योतिलाई पानको पात ओके सो भोलि सबैजना पल शाहको राम्रो राम्रो प्रस्तुति हेर्न आउनु होला भन्दै अहिलेलाई चाहिँ म सानो एडभर्टाइज गर्छु न आफ्नै मेरो नयाँ गीत आइरहेको छ बजारमा तपाईँको चौबन्दी उद्घाटन भयो भएको छैन नभएको चौबन्दी उद्घाटन गरौँ ल छानो माथिको भिन्डो त कोही नलाग्यो पारै जे चिज पनि समयमै गरेको राम्रो हुन्छ है केटाकेटी हो फलफुल खाने पनि टक्क पाकेको बेलाको समयमा माया प्रेम लाउने पनि टक्क उमेरमा समयमै हो कि होइन त्यसैले छानो माथिको भिन्डो त कोही नलाग्यो पारै जवानीको रस जति चुइन लाग्यो पारै जवानीको उद्घाटन गरौँ मायालु जवानीको उद्घाटन गरौँ मायालु तिम्रै हो म किन मान्छौ सरम मायालु तिम्रै हो म किन मान्छौ सरम मायालु अब जवानीको उद्घाटन भन्छ तपाईँ गरम मायालु भन्नु ल जवानीको उद्घाटन जवानीको उद्घाटन तिम्रै हो म किन मान्छौ तिम्रै हो म किन मान्छौ ओइ तिम्रै हो म किन मान्छौ ओके मेरो युट्युब च्यानलबाट मेरो नयाँ गीत ठ्याक्कै 5 दिन 6 दिन अगाडि आइसकेको छ जवानीको उद्घाटन एकचोटि हेर्नु होला रमाइलो गर्नु होला युट्युबबाट हेरेको पैसा पर्दैन ल बेबी है गीत रेकर्डिङ गरेर भिडियो गरेर कति धेरै पैसा खर्च गरेर अहिले तपाईँलाई मैले फ्रीमा हेर्न दिइरहेको छु तपाईँ जाने अनि तपाईँको यस्तो हुन्छ नि त्यो सेक्सी औँलाले युट्युबको स्क्रिनमा सेक्सी औँलालाई ट्याप गर्ने एकछिन ज्योति मगरले एकछिन
ज्योति मगर लेख्ने अनि जवानीको उद्घाटनले मेन ट्यापको गर्ने ल बेबीहरू ओके अब चाहिँ लास्ट सङ मेरो तर्फबाट तपाईँको लागि चान्छु नि त कहाँ र अझै म जान अब चाहिँ लास्ट सङ बिचबाट गर्नुपर्छ बुझ्नुभयो चान्छु नि त कहाँ र चान्छु नि त कहाँ र अध्यारो मालाको माया अध्यारो मालाको माया ओके ट्राई
खेत